गाइज यसपालि पनि दसैँ आँखा अगाडि नजिकै आइसक्यो होइन, तर आफ्नो भने घर जाने कुनै टुङ्गो नै छैन होइन। यसपालि पनि जान पाइएन होइन। अब त्यही त हो मजबुरी र बाध्यता भन्ने कुरा। साह्रै याद आउँछ कि त्यो दिनहरू होइन। क्या एक्साइटेड हुन्थ्यौँ क्या हामीहरू नयाँ लुगा लाउन होइन। खल्तीमा हातमा 200-300 रुपियाँ हुँदा पनि मा कसम होइन यस्तो खुसी लाग्ने कि मनमा आजको दिन हो क्या हाम्रो जस्तो लाग्ने के। अनि त्यसपछि चाहिँ अब निधारमा रातो टिका र जमारा आमा बाउको हातको होइन, आमाको हातको मिठो मिठो खानेकुराहरू पकाएर खाइन्थ्यो होइन। त्यो कुराहरू साह्रै रमाइलो लाग्थ्यो। अनि साथीभाइहरूसँग पिङ खेल्न दौडियो, मा कसम होइन देउसी भैलो खेलियो। अब लुकेर भए भने तास पनि खेलिन्थ्यो। क्या रमाइलो थियो क्या त्यो पलहरू याद आउँछ होइन। साह्रै याद आउँछ यार, मा कसम याद आउँछ। अब घर फर्किन मन लाग्छ, तर त्यही त हो मजबुरी र बाध्यतामा चाहिँ आउन पाएन होइन। ठिकै छ, यसपालि आउन नपाए नि अब अर्को पालितिर ट्राई गर्नु पर्ला होइन। अब टाढैबाट भए पनि अब सबैजना साथीहरूलाई चाहिँ मेरो तर्फबाट विजयादशमीको धेरै धेरै शुभकामना छ है। मनबाट माया छ, राम्रोसँग रमाउनु, राम्रोसँग देउसी भैलो खेल्नु। ठिक छ, आफ्नो त यस्तै भयो। यसपालि नभए नि हामी अर्को पालि भेटौँला नि साथी, के छ र है।